भेडेटारको स्पेशल थुक्पाको सुप रेडी भयो। हेलो एभ्रिवान, वेलकम टु माई अनदर भिडियो। सुपको लागि यहाँ छ मटर र आलुको यो मुसेर राखेको, अनि यहाँ छ प्याज र कभरे खुर्सानी। अनि त्यस पछाडि भाँडामा तेल तातेपछि प्याज र खुर्सानीलाई हालेर चलाउने मजाले, अनि यतिको फ्राई भएपछि यसरी चलाउने मजाले। अनि त्यस पछाडि यो पनि मुसेको सबै मिक्स गर्ने, अनि त्यसमा एड गर्ने बेसार 2 चम्चा। अनि बेसार लाएर मजाले पकाउनुपर्छ, नभए गनाउँछ नि त बेसार। अनि मेरो छोरा चाहिँ यहाँ यसरी खेल्दै थियो। अनि त्यसमा नुन, अजिना, धुले खुर्सानी हालेर फेरि मिक्स गर्ने। अनि यतिको भएपछि अघि राखेको आलु र मटर पनि हाल्ने, यसरी सबै हालेर अनि मजाले चलाउनुपर्छ क्या, मसला सबैतिर पुग्नुपर्छ। अनि यसरी सबै हालेर मजाले चलाउने, अनि चलाएपछि मजाले पकाउनुपर्छ क्या, टाइम लाएर सानो ग्यास बनाएर। अनि यसरी मजाले मिक्स गर्नुपर्छ, मसला सबैतिर पुग्नुपर्छ नि त। त्यसपछि रेडी हुन्छ। भेडामा हजुरहरूले मन पराउनु हुने जाडोमा तातो तातो थुक्पाको सुप रेडी हुन्छ, यस्तो हुन्छ। अनि यसलाई चाहिँ पानी हालेर यसरी बनाएर खाने हो भन्दै मेरो भिडियो यहीँ टुङ्गाउन चाहे।